हेलो नमस्ते। नमस्ते हजुर नमस्ते। यो आलुको बिउ कहाँदेखि ल्याउनु भएको हो? आलु त एकदम ठुलो ठुलो भइरहेछ। यो आलुको बिउ पोरछोडी परार चाहिँ जायरकोट गएर जिल्ला कृषि कार्यालयबाट चाहिँ बिउ किनेर ल्याएको हो। त्यो आलु सिंह कृषि फार्म मेरो थियो। त्यही फार्ममा प्रपोजल हाल्न जाँदा कुनै पनि जिल्ला कृषिले दिएन भनेर आलुको बिउ लैजानुहोस् किनेर भन्नुभयो। ल त निःशुल्क पाए लिने, किनेर नलिने कुरा हुन्छ त? बिउ भएपछि नयाँ उत्पादन हुन्छ भनेपछि भनेर यो सानो सिमीको दाना जस्तै बिउ थियो। त्यो सानो सानो थियो, त्यही हुन ल्याएर पोहोर अलिअलि भयो। अहिले त्यही बिउ जता कता कतै एक डल्लो यत्र लाग्दो रहेछन्। अनि यो जिल्ला कृषिकै चाहिँ बिउ हो, कृषिले दिएको हो। अनि जिल्ला कृषिलाई के भन्न चाहनुहुन्छ त? अब जिल्ला कृषिलाई म धन्यवाद भन्छु। आफूले अरू कार्यक्रम नपाए पनि बिउ उपलब्ध गराइदिनु भयो उहाँले। किनेरै ल्याउँदा पनि मेरो चाहिँ भयो। अहिले अब चाहिँ आज यस्तै गरी खन्न लागेको धेरै दिन भइसक्यो। लगभग कति जति बनाउनु भयो त आलु? आलु भयो होला लगभग 60 क्विन्टल बराबर अहिले उत्पादन छ मेरै यो फर्ममा। यो आलुको बजारीकरणको लागि के छ? यो बजारीकरण हुन नसकिने यो आलु यहीँ कुहिने त होला नि त। अब गरौँ के त? खाइ नसिद्धिने, दिकिन कलाइदिउँ यत्रो शरम गरेको। बजारीकरण नभएको कारणले चाहिँ यी आलुहरू यत्र छन्। यो आलु यहीँ कुहिने भए त्यत्रो गाड त्यहाँ छ, त्यत्रो गाड पर छ, त्यत्रो गाड घर त्यतिका ल्याएको छु। लगभग 2 टराली जति त घर पुग्यो होला। अनि यहाँ अझ अहिले चाहिँ बिहानबाट खन्न लागेको त्यत्रो छ। अहिले केही नभए नि बिहानबाट 15 कट्टा 50 किलोको त अहिलेसम्म भइसकेको छ। बिहानबाट अहिले कति बज्यो? 9 बज्यो कति बज्यो? लगभग 9 बज्यो होला। 3 घण्टाभित्र यत्रो हुन्छ भनेपछि 3 घण्टा। अनि यस्तै भयो। आज 4-5 दिन भयो यतिजना मान्छेहरूले खन्न लाग्यो। 1 2 3 4 5 6 7 8 9 जना छौँ। 9 जना मान्छे एक खाना बनाउन गएछन्। 10 जनाले खनेको, 10 जनाले जिलाएको बराबर होला 50-60 क्विन्टल छ। तर यो बिउ चाहिने भएपछि हाम्रो बारीकोटभरि खबर गरिदिनु होला। यो बिउ सम्पर्क गराइदिनु होला बारीकोटभरि। यो अथाह ठुलो र राम्रो पनि धेरै पनि फल्दो रहेछ। सेवा सुविधाको लागि केही माग गर्नुहुन्छ कि के छ? अब सेवा सुविधामा त अब हरेक यो भ्यान्डरीमा, वनमा, कृषिमा, जिल्ला कृषिमा, पालिका कृषिमा अब मैले चाहिँ प्रत्येक साल चाहिँ प्रपोजल भरिहाल्छु। अब यो स्थानीय कृषि कार्यालयले त थोरै मेरो फर्म सिंह कृषि फर्मलाई हल्का हेरेको छ। अरू चाहिँ यो जिल्ला कृषिबाट कुनै पनि उपलब्ध भएको छैन। सिर्फ मैले ल्याएको भने किनेर बिउ ल्याएको हुँ। यो अनि यो माटोको उपचारको लागि अनि किराको लागि के भन्न चाहनुहुन्छ त? किराको लागि अब कृषि कार्यालयमा गएर सोधौँला कृषिले के भन्छ। अब यो खुम्रो भन्ने किडो अलिकति सुरु जस्तो लागेको छ। खुम्रो किडो यो किरालाई अब त्यो प्राविधिकलाई कृषिकै प्राविधिक सरहरूलाई सोध्नुपर्छ होला। सोधेर उहाँले जे भन्नुहुन्छ त्यही गर्नु पर्यो। मलको प्रयोगको लागि कति थाहा छ तपाईँ? मल त अहिले आफ्नै चाहिँ मलहरू चाहिँ उपलब्ध गरेर भेडाको बाख्राको मलहरू उपलब्ध गरेर गराउँछु। ढुवानी गराएर यताउता गरेर हाल्छु। मेडिसिन त त्यस्तो प्रयोग भएको छैन नि यो आलुमा? छैन त्यस्तो चाहिँ यो विषादीहरू कुनै पनि प्रयोग गरेका छैन अहिलेसम्म। आखिरीमा यो खुम्राले छोडेन र यस्तै बढ्दै गयो भनेपछि अहिले त सामान्य छ। बढ्दै गयो भनेपछि अब कृषिको प्राविधिकहरूलाई सोधेर प्रयोग गर्नुपर्छ जस्तो पनि लाग्यो। माटोको उपचार गराउनु पर्छ होला सायद। माटो त अब मैले 2 पटक चाहिँ मैले परीक्षणको लागि लिम्सा पनि आएको थियो। परीक्षण गर्ने, माटो परीक्षण गर्ने त्यहाँ पनि लिएँ। अनि त्यहाँ मल बढी भयो भनाइ थियो। यही भेडाको मल बढी भयो भन्नुभएको थियो। त्यसै कारणले अब के गर्ने हो, के कसो गर्ने हो, प्राविधिक सरहरूलाई सोधेर काम गर्नुपर्छ। औषधिको लागि केही माग छ भनेपछि भन्नु। औषधिको लागिमा त्यही त भने मैले प्राविधिक सरहरूलाई नसोधेको पनि मैले चाहिँ गरेको हुँ। यही किराले आलु खान्छ। काना पार्छ, छिटै पार्छ यही किरो।
यो किराले नखाने र नकुइदिने भए त मेरो चाहिँ यो फर्ममा मात्रै यो सिजन अफ हुन लागिसक्यो त, यतिखेर त आलु निकालिसक्नु पर्ने हो। अझ छ 10, 15, 20 दिनसम्म छ। मुक्सिरसम्मलाई निकाल्नुपर्छ। मुक्सिरसम्मलाई हामी निकाल्छौँ। योभन्दा अगाडि नै निकाल्दा कति जति हुन्थ्यो होला लगभग? यहाँभन्दा अगाडि भदौ महिना निकाल्ने भने कुहिँदैन, नकुहिएको भए मेरो चाहिँ लगभग अब हुन्थ्यो होला 200 क्विन्टलसम्मलाई पनि हुन्थ्यो होला यसै फर्ममा। यी हेर्नुहोस्, यस्तो फलाइ छ। यी एउटो बोटबाट यत्रो हुन्छ भने अझ सानो दाना हो यो। ठुलो दाना भएको भए त कति हुँदो रहेछ है। अब 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12वटा दानाहरू रहेछ सामान्य उसमा बोर्डमा। एउटा बोर्डमा है। ठुला दाना 3 गेडा छन्। जतै छ मामा। आज बिहान लगभग 7 बजेदेखि आलु खन्न सुरु गरे हो। खासमा यहाँ आलुको खाद चाहिँ अब कति उत्पादन भएको छ म देखाउँदैछु तपाईँहरूलाई। अनि यो खाद हो, ढिकेबाट एन्टिलाइट उल्टो पर्छ क्या। यहाँका पनि छन् ठुला। तिमीले टिपेको ओहा यत्रो दाना के रहेछन्। मेरो नातिले टिपेको ओद्दै बाबै ओद्दै। यो लगभग 2.5 घन्टादेखि 3 घन्टाको टाइम भयो। भर्खर घाम झुल्किरहेको भने 3 घन्टाभित्र 3 घन्टाभित्र लगभग 7-8 बोराभन्दा माथि नै छ। 50 केजीको 7-8 बोराभन्दा माथि नै छ। यो ठाउँमा उत्पादन आलुहरू पनि हुन्छ। त्यस पछाडि यो फर्सी पनि हुँदो रहेछ। हामीले मकै पनि चेक गऱ्यौँ। अलि हाई रेन्जमा अलि अग्लो ठाउँमा हो यो है। यो बस्ती चाहिँ ढोटेचौर बस्तीमा हो फलिरहेको छ। तर एकदम आलु चाहिँ मिठो पनि छ। चिसो सिजन पनि भइसक्यो। अझै 2 महिना वेट गराएपछि अझै मिठो हुन्छ भन्ने छ। स्थानीय कृषकहरूले त्यस्तो जानकारी दिँदै हुनुहुन्छ। 1 महिना अझै 1 महिना वेट गरायो भने आलुमा रस एकदम भरिने र एकदम मिठास हुन्छ भन्ने कुरा सुन्नु पर्छ। विजय सरलाई धन्यवाद छ सर, कृषक सर है। ल हामी छुट्यौँ सर। अब बाई गरिदिनुहोस् सर।